गुड मर्निङ नमस्ते भन्नुहोस् यहाँ अब सिमाना भ्यू पोइन्टमा आफ्टर रिटायरमेन्ट खै है दार्जिलिङ यहाँबाट हेर्नुहोस् कञ्चनजङ्घा हल्का जर्नी है टाइम पास हुँदैछ मेन आज सिमाना भ्यू पोइन्टको यहाँबाट दार्जिलिङ के अरे यो कञ्चनजङ्घा एकदमै राम्रो देखिरहेछ तर अलिक आफ्टरनुन भएर मतलब 4 बजीतिर भएर चाहिँ त्यो स्याडो परिरहेछ अलिकति र पनि राम्रै देखिरहेछ कञ्चनजङ्घा चाहिँ अरू जग्गाहरू जस्तो चित्रेहरू त्यो चाहिँ अलिकति राम्रो देखेको छैन रेड दामी नभए चित्रहरू पनि क्लियर देख्छ भ्यू कञ्चनजङ्घा चाहिँ हेर्नुहोस् एकदमै राम्रो देखिरहेछ अनि आज मौसम पनि एकदमै राम्रो छ यसमा अब कुनै पनि मेरो भ्यू कमेन्टको केही छैन अब हेर्नेले बाहिर हुँदा बाहिर भ्यूहरू धेरै मिस गर्छ नि त म पनि 22 साल बाहिर बसिरहेको त्यही कारणले अहिले घुम्दैछु म राम्रो दिन राम्रो दिनमा हुँदैछ र त्यो भएर नभए अब यही टाइममा अलिकति मौसम राम्रो हुने है त्यसको लागि अलिकति यसो के अब यसो टाइम पास पनि हुन्छ प्लस हेर्नेलाई बाहिर हुनेलाई यसो रिफ्रेस पनि हुन्छ यसो आफ्नो जग्गा हेर्नु मान्छ है त्यसको लागि हुन्छ जस्तै